अब बलिदान योगदान राज्यको लागि हामीले त यति गर्यौँ। अब हजुरहरूले पनि हजुरहरूको पनि धेरै गर्नु बाँकी जस्तो छ, धेरै गर्न बाँकी छ होइन। अब त्यहाँसम्म पुऱ्याएका छौँ। अब केही समय त पाउनु भएको छ, यसको यो बेला चाहिँ गरेर देखाउनु होला कि यो अहिलेसम्म चाहिँ यो जालोलाई चाहिँ अहिलेसम्म चाहिँ जालोको अलिकति माथि मात्रै अलिकति गएको छ। तर चाहिँ अहिलेसम्म कस्तो थियो भनेपछि केही पनि हुँदैन भन्ने जस्तो थियो नि त। तपाईँहरूले यत्रो 30 वर्षसम्म नभएको चाहिँ 6 महिनामा गरेर देखाइदिनु न होइन। जनता चाहिँ तपाईँहरूको साथमा छ, हामीहरू तपाईँहरूको साथमा छ। अनि एउटा कुरा चाहिँ यो अहिले चाहिँ हजुरहरूलाई काम गर्दा चाहिँ यो कानुनले रोक्छ यताउता भन्ने म त त्यति धेरै अपडेट छैन, तर सुनिरहेको छु कि अलिअलि मिडियामा संविधानले रोक्छ भन्ने कुरा छ। संविधानमा टेकेर चाहिँ खासमा यो संविधानमा टेकेर बनेको सरकार त होइन नि त, अन्तरिम सरकार हो। तर केही अंश त टेकेको होला, तर पूर्ण रूपमा त छैन नि त। त्यो हुनाले चाहिँ बरु कसरी हुन्छ सहजीकरण गरेर जनताले के मागेको छ, जनता हामी तपाईँहरूको साथमा छ नि त। तपाईँहरू काम गरेर देखाउनु न, संविधानले रोकेर के हुन्छ, तपाईँहरू काम गरेर देखाउनु भयो भने त त्यो जनताको तपाईँको साथमा छ नि त। त्यो चाहिँ बुझिदिनु होला, सधैँभरि बुझिदिनु होला, राम्रोसँग काम गरिदिनु होला। धेरै विश्वास गरेर चाहिँ यहाँसम्मको हामी यतिसम्म भएर चाहिँ गरेको छौँ। त्यही नै जान्छ।